पत्र पठाए पनि बाल मतलब छैन, उसैलाई नाइके मानेर हामीले उसले चाहिँ गर्छ भनेर थपडी बजाएर बस्दिनु पर्ने बजाइन्न हजुर। उहाँको राजीनामा त चाहिन्छ, यो उच्च स्तरीय छानबिन आयोग पनि चाहिन्छ, समिति पनि चाहिन्छ। पोहोर यही भन्नुभयो होइन, प्रश्न तिर्सिना साथ कुनै पनि माननीय मन्त्रीले चाहिँ राजीनामा दिनुपर्छ भन्ने आफैले बनाएको होइन त्यत्रो मानक। आज कुन नैतिकतामा चाहिँ रोस्टरमा उभिएर अरूलाई उपदेश फेरि दोहोऱ्याउँदै हुनुहुन्थ्यो। हामीलाई लागेको थियो उहाँहरू यत्रो ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ भन्ने लागेको थियो, त्यो गाम्भीर्य पटक्कै रहेनछ। नक्कली उजुरी र नक्कली केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ, त्यही अनुभवबाट बोल्नुभयो होला। प्रमाण ल्याउनुहोस्, आफै नाइके हुनुहुन्छ मन्त्रालयको, गृह प्रशासनको, कारबाही गर्नुहोस्। अनि यस्तो ठुलो कुरालाई यस्तो सामान्यीकरण गर्ने उहाँहरूको निर्वाचन क्षेत्रबाट कोही मान्छे बाहिर गएको छैनन् हो, उहाँहरूलाई मतलब छैन आफ्नो मान्छे बेचिएको। आफ्नो छानबिन आफैले गर्ने, त्यो समितिले छानबिन के गर्ने? सफ्टवेयर मार्फत बाँडिएको पैसा कहाँ कहाँ पुगेछ, मेरो भागमा आएन छ कि भनेर छानबिन गर्ने? त्यो पैसाको भागभण्डा मिलेन भनेर छानबिन गर्ने? अहिले बन्या त्यो के बन्न खोजे अध्ययन समिति भने त्यस्तो बन्दैछ, अनि त्यसलाई स्वीकार्छ राष्ट्रिय स्वतन्त्र पार्टीले? स्वीकार्दैन। इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। यो अनन्तकालीन हाम्रो सङ्घर्ष आजदेखि शङ्खनाद गरिएको छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। यस्तो उधारो सम्झौता, कमिटमेन्ट नभएको सम्झौता, फासफुस पार्ने नियतले गरिएको सम्झौतामा हामी सहभागी हुन सक्ने कुनै गुन्जाइस थिएन। रविजीलाई बोल्न नदिएको त्यो गल्ती थियो भनेर पार्टीले एकताली एडमिट गरोस्। अहिले त मलाई लाग्दैन नेपाली कांग्रेसले सिक्यो। हामीले त नेपाली कांग्रेसलाई सिकाउनलाई उहाँहरूलाई भनेको पनि हो, सही हो, तपाईहरुले एकताली एक्सेप्ट गरिदिनुस्। त्यो बेला पनि मिस्टेक थियो, त्यो मिस्टेक एडमिट गरिसकेपछि पो अगाडि जान्छ। उहाँहरूले के सिक्नु भयो त? पेलेर जाने भाइ केही सिक्नु भयो? प्रमाणमाथि प्रमाण घुस कसरी बाँडिन्थ्यो भन्ने सफ्टवेयरको समेत चाहिँ न्यूज आइसकेको छ। जनप्रमाणको यत्रो ठेलीका ठेली अब हामी संसदमा ल्याएर पढ्छौँ। अब यो जनताले दिएका कुराहरू सबै हामी पढ्छौँ र यो मुद्दा यहाँ त साइलेन्स गर्न सकिन्छ, माइक्रोफोन छैन। यो आज नै स्वर एकदम चाहिँ हाम्रो नाराबाजीले गर्दाखेरि होइन बुलन्द गरेका छौँ, तर यो जनतामा चाहिँ हामी लान्छौँ। उहाँहरूले जुन त्यो अध्ययन समिति बनाउनु भएको छ नि, हरेक मन्त्रालयले त्यो अध्ययन समिति धेरै बनाउँछ। नारायण काजीजी हाम्रो पूर्व गृहमन्त्री हुँदाखेरि हाम्रो पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा ठूलो जम्बो टोलीले गृहको सुधार कसरी गर्ने भनेर अध्ययन गर्नुभएको थियो। त्यसमा प्रिजन रिफर्मको, इमिग्रेसनको, सबैको ओएनएम गर्नुपर्छ, सबै कुरा लेखेको थियो। अब त्यो अध्ययन प्रतिवेदन त कार्यान्वयन गर्ने होला नि त, हैन र? अझ फेरि अर्को अध्ययन गर्ने काम केही गर्दैन। काम के गर्छ भने त्यो भागभण्डामा पैसा कहाँनिर चाहिँ पैसा आएन आफ्नो भागमा चाहिँ भन्ने चिज छानबिन गर्ने खालको छ त्यो समिति। डोमेस्टिक इस्यु मात्र रहेन, अब राष्ट्रिय सुरक्षासँगै गाँसिएको अन्तर्राष्ट्रिय आयामबारे अहिले हाम्रो विदेश विभाग प्रमुख शिशिर खनालले धेरै गम्भीर कुराहरू राखिसक्नु भएको छ। यसमा हामीले तपाईहरुलाई चासो होला, रासोपाले चाहिँ अहिलेको यो नेकपा माओवादी र सरकार पक्षबीच जुन सहमति भयो त्यसमा किन सहभागी भएन भन्ने चासो यहाँहरूलाई छ। केही दिनदेखि हामीले नै 5 बुँदे प्रस्तावहरू राखेका थियौँ, यहाँहरू सबैलाई थाहा छ। यसमा चाहिँ त्यो ठोस प्रतिबद्धता आएन। हामीले उच्च स्तरीय छानबिन आयोग वा समिति भनेका थिए। यसमा सरकारलाई विकल्प पनि दिएका थियौँ कि जाँचबुझ आयोग 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक आयोगतिर हामी जाउँ। त्यो गर्नुहुन्न भने बढी पोलिसी इस्युतिर जाने हो भने चाहिँ संसदीय छानबिन समितिको मोडलमा हामी चाहिँ जुन सहकारीको विषयमा यहाँ राम्रो अभ्यास पनि भएको थियो, शिशिर खनाल त्यसैमा चाहिँ बसेर धेरै नीतिगत सुझावहरू पनि दिन सक्नुभएको थियो। हामीलाई लागेको थियो उहाँहरू यत्रो ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ भन्ने लागेको थियो। त्यो गाम्भीर्य पटक्कै रहेनछ। उहाँहरूले त लत्तो छोड्न थाल्नु भएपछि हामीले यसलाई समातेका हौँ। हामी आशा गरिएको एउटा उदीयमान राजनीतिक शक्ति भएको हुनाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। यो अनन्तकालीन हाम्रो सङ्घर्ष आजदेखि शङ्खनाद गरिएको छ। यो आम नेपाली जनताले चाहिँ म सन्देश पनि दिन चाहन्छु हाम्रो पार्टीका तर्फबाट। अर्को समय सीमा पनि छैन, कहिलेदेखि सुरु गर्ने, टिओआर के हो, कहिले सम्पन्न गर्ने हो, त्यो म्यान्डेट र ऊ पनि छैन। यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर हामीले चाहिँ यस्तो उधारो सम्झौता, कमिटमेन्ट नभएको सम्झौता, फासफुस पार्ने नियतले गरिएको सम्झौतामा हामी सहभागी हुन सक्ने कुनै गुन्जाइस थिएन। नियत ठिक भएको भए हाम्रो 5 बुँदेबाट संवाद गर्न सकिन्थ्यो, समय सीमामा हामीले अलिकति नेगोसिएट गर्न सकिन्थ्यो। तर नन नेगोसिएबल इस्यु चाहिँ संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायिक आयोगमै चाहिँ हाम्रो अडान थियो। अन्य कुराहरूमा बरु गृहमन्त्रीको राजीनामा पनि पछि आउने गरेर हामी एकछिनलाई सदासहायता देखाउने मनस्थितिमा पनि थियौँ।
त्यसैले म सकौँ है, पक्नुस्, म सकौँ। त्यसैले यो इस्यु यसरी भइसकेपछि हामी आजको सम्झौतामा सहभागी भएनौँ र 4-5वटा मुद्दामा हामीले उत्तर खोजिरहेका छौँ। आज उहाँले के बोल्नुभयो भनेको पछि हेरौँला, सुनौँला, जाँगर चल्यो भने सुनौँला। तर तपाईहरुले गम्भीर आरोप लाउनु भएको छ, तपाईहरुले नक्कली पीडित खडा गरेर पार्टी कार्यालयमा बसेर नक्कली त्यो पीडित, उहाँहरूलाई त यसको व्यापक अनुभव छ। नक्कली उजुरी र नक्कली केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ। त्यही अनुभवबाट बोल्नुभयो होला। प्रमाण ल्याउनुहोस्, आफै नाइके हुनुहुन्छ मन्त्रालयको, गृह प्रशासनको, कारबाही गर्नुहोस् हैन, त्यसमा बकाइदा बधाइरा पक्नुस्, बोल्न दिनुहोस् न। त्यसैले 5वटा मुद्दामा हामीले यो छ, उहाँको वाचमा भएको, उहाँको मुनिका निकायहरू, अध्यागमन विभाग हैन, त्यसपछि प्रहरी प्रशासन, सीआईबी, यो साराको चाहिँ संलग्नता भएको भनेर आइरहेको छ। एउटा तीर्थ भट्टराईले घुस खाएको इस्यु मात्र होइन यो, अख्तियारले चाहिँ एउटा सार्वजनिक ओहदा ग्रहण गरेको व्यक्तिले व्यक्तिगत निजी लाभ लियो कि लिएन भन्ने मात्र विषयमा उसको सेरोफेरोमा हुन्छ। हामी संगठित अपराधको कुरा गरिरहेका छौँ। यति ठुलो जालो छ, म्यान पावर, एयरलाइन्सदेखि लिएर ट्राभल एजेन्सी, विदेशी र स्वदेशी नियोगमा काम गर्ने मानिसहरू, अहिले हाम्रो साथीहरूले सङ्कलन गर्नुभएको प्रमाणमा 3000 जति उजुरी आएका छन्। 3000 जति उजुरी, त्यो बुझाउँछौँ हामी, सम्बन्धित निकायलाई बुझाउँछौँ, अख्तियारमा बुझाउँछौँ, गृहमन्त्रीलाई चासो छ भने उहाँको मन्त्रालयमा पनि हामी बुझाउँला। त्यसैले यो जनगुनासोको यावत इस्युजहरू छन्। अर्को, आज मनिष झाले भनिसक्नुभयो, अख्तियारबाट पटक पटक चिठी काटिएको छ, नजरअन्दाज गरिएको छ, अनदेखा गरिएको छ। यसलाई हामीले कर्तव्यच्युत को चाहिँ संज्ञा दिएका छौँ, अंग्रेजीमा डेरेलिक्सन अफ ड्युटी भनेका छौँ। त्यसको लागि नैतिकताको ठुलो ठुलो पाठ पढाउने, उपदेश दिने गृहमन्त्रीले पोहोर यही भन्नुभयो होइन, प्रश्न तिर्सिना साथ कुनै पनि माननीय मन्त्रीले चाहिँ राजीनामा दिनुपर्छ भन्ने आफैले बनाएको होइन त्यत्रो मानक। आज कुन नैतिकतामा चाहिँ रोस्टरमा उभिएर अरूलाई उपदेश फेरि दोहोऱ्याउँदै हुनुहुन्थ्यो? यी यावत इस्युहरू छन्। अर्को, हाम्रो पार्टीका सभापति गृहमन्त्री हुनुहुँदाखेरि धेरै रिफर्महरू गरिएको थियो, त्यो जम्मैलाई रिभर्स गरिएको छ, उल्टाइएको छ। त्यसैले यो नैतिकताको विषय, संगठित अपराधको प्रमाण, घुस कसरी बाँडिन्थ्यो भन्ने सफ्टवेयरको समेत चाहिँ न्युज आइसकेको छ हैन। नैतिकताको विषय, डेरेलिक्सन अफ ड्युटीको विषय, जनप्रमाणको यत्रो ठेलीका ठेली अब हामी संसदमा ल्याएर पढ्छौँ। अब यो जनताले दिएका कुराहरू सबै हामी पढ्छौँ। र 5औं चाहिँ गरिएका सुधारहरू, हाम्रो कार्यकालमा भएका सुधारहरूलाई रिभर्स गरिएको छ। कारबाही गरिएको व्यक्ति, सम्बन्धित मन्त्री हटेको तेस्रो दिन चाहिँ फर्काएर राखिएको छ। यसको अकाउन्टेबिलिटी हुनु हुँदैन। यति ठुलो चाहिँ मानव बेचबिखन र तस्करीको सञ्जाल तोड्नको लागि गाम्भीर्य खै, श्री 3हरूमा गाम्भीर्य खै, त्यो प्रश्न हामी उठाउँछौँ। र यो मुद्दा यहाँ त साइलेन्स गर्न सकिन्छ, माइक्रोफोन छैन। यो आज नै स्वर एकदम चाहिँ हाम्रो नाराबाजीले गर्दाखेरि होइन बुलन्द गरेका छौँ, तर यो जनतामा चाहिँ हामी लान्छौँ। त्यसैले यो समग्रतामा किन आज सही गरेनौँ र मुद्दाहरू किन अब जीवित छन् र यसलाई हामी सशक्त रूपमा अगाडि लान्छौँ भन्ने कुरा मैले राख्न चाहेँ। अरू तपाईहरुले विगतमा चाहिँ गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्ने तपाईहरुले गृहमन्त्रीलाई सुन्नु भएन नि, किन त्यस्तो? यस्तो होला, संसदीय अभ्यासमा केही गल्तीहरू भएको छ भने व्यक्तिबाट होइन है, पार्टीबाट यो सांसदहरूको चाहिँ नि मुख बन्द गर्नु हुँदैन थियो भने एउटा स्वीकारोक्ति चाहिँ आउनुपर्छ। हामीले गल्तीबाट सिक्ने कसरी, गल्ती भयो भनेर पहिला अक्नोलेज गर्नु पर्यो नि। त्यो त यस्तो के भन्छ, हामीभन्दा 10 टाइम्स लङ्गर एक्जिस्टेन्स भएको पार्टीलाई हामीले सिकाउनु पनि खोजेको। उहाँले रविजीलाई बोल्न नदिएको त्यो गल्ती थियो भनेर पार्टीले एकताली एडमिट गरोस् ताकि अबको आउने जुनसुकै सांसदहरूले पनि, मन्त्रीले पनि आफ्नो कुरा, त्यो बेसिक ह्युमनको जुन हाम्रो राइट हुन्छ त्यो चाहिँ नि एक्सर्साइज गर्न पाओस्। अहिले त मलाई लाग्दैन नेपाली कांग्रेसले सिक्यो। हामीले त नेपाली कांग्रेसलाई सिकाउनलाई उहाँहरूलाई भनेको पनि हो। सही हो, तपाईहरुले एकताली एक्सेप्ट गरिदिनुस्। त्यति बेला पनि मिस्टेक थियो, त्यो मिस्टेक एडमिट गरिसकेपछि पो अगाडि जान्छ। उहाँहरूले के सिक्नु भयो त? पेलेर जाने भाइ केही सिक्नु भयो? अहिले उहाँहरूको जुन कोएलिसन छ त्यहाँबाट पेलेर जाने भाइ उहाँहरूले त केही सिक्नु भएन। सो यो चाहिँ नि मैले सबैलाई अनुरोध गरेँ, बोल्नु पाउनु सबैले पर्छ, तर त्यो गल्तीको स्वीकारोक्ति नै छैन भने त उहाँहरूलाई त हामीले सिकाउनु पर्यो नि हैन। हामी 3 वर्षको पार्टी भए पनि एकदम क्लियर हैन हजुर। मैले फेरि तपाईलाई सम्झाएँ, संसदीय अभ्यासमा गल्ती भइसकेपछि त्यो गल्ती थियो भनेर स्वीकारोक्ति अहिलेसम्म नेपाली कांग्रेस पार्टीले एउटा विज्ञप्ति ल्याएछ, संसदमा बोलेछ छैन। त्यो त हामीले सिकाउनु पर्यो नि एकअर्कालाई अभ्यासबाट हैन। त्यो सिकोस् भनेर हाम्रो भित्रैदेखिको आकांक्षा हो। त्यो पनि उहाँहरूले सिक्नु भएन जस्तो लाग्छ। उहाँहरूलाई हामीले भनेको पनि हो, तपाईहरुले एडमिट गर्नुस् न त। 22 डेजसम्म बोल्न नदिने कसैलाई इट वाज
फन्डामेन्टल भायोलेसन अफ ह्युमन राइट भनेर एकदम सिम्पल आज बोलिहाल्नु भयो होइन त्यो पनि पेलेरै बोल्नु भयो यस्तो उधारको सम्झौता पनि म भन्दिनँ साथीहरू उहाँहरूले जुन त्यो अध्ययन समिति बनाउनु भएको छ नि हरेक मन्त्रालयले त्यो अध्ययन समिति धेरै बनाउँछ नारायण काजीजी हाम्रो पूर्व गृहमन्त्री हुँदाखेरि हाम्रो पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा ठूलो जम्बो टोलीले गृहको सुधार कसरी गर्ने भनेर अध्ययन गर्नुभएको थियो त्यसमा प्रिजन रिफर्मको इमिग्रेसनको सबैको ओएनएम गर्नुपर्छ सबै कुरा लेखेको थियो अब त्यो अध्ययन प्रतिवेदन त कार्यान्वयन गर्ने होला नि त होइन र अझ फेरि अर्को अध्ययन गर्ने अहिले हामीलाई चाहिएको त हाम्रा मान्छेहरू बेचिएका छन् त्यो रोक्नलाई यो जालो यो म्यासिभ नेटवर्क जुन छ त्यसलाई रोक्नु पर्यो भनेको हो अघि तपाईले हाम्रो शिशिरजीले भन्नुभएको कुरा पनि सुनिहाल्नु भयो होइन नेपालमा मात्र होइन विदेशीहरूले सुद्धा तिमीहरूको पार्लियामेन्टेरियन सुद्धा छ यसमा भनेपछि संसदीय छानबिन समिति बनाउनु पर्यो होइन यो पनि जो मान्छे त्यो छानबिन गर्नेको नाइके हो जसलाई 9 चोटि अख्तियारले पत्र पठाए पनि बाल मतलब छैन उसैलाई नाइके मानेर हामीले उसले चाहिँ गर्छ भनेर थपडी बजाएर बस्दिनु पर्ने बजाइन्न हजुर उहाँको राजीनामा त चाहिन्छ यो उच्च स्तरीय छानबिन आयोग पनि चाहिन्छ समिति पनि चाहिन्छ अनि यस्तो ठूलो कुरालाई यस्तो सामान्यकरण गर्ने उहाँहरूको निर्वाचन क्षेत्रबाट कोही मान्छे बाहिर गएको छैनन् हो उहाँहरूलाई मतलब छैन आफ्नो मान्छे बेचिएको यो प्रश्न त जनताले उहाँहरूलाई अब हरेक दिन सोध्छ कसरी सुत्नुहुन्छ उहाँहरू मलाई थाहा छैन धन्यवाद मैले चाहिँ यो अहिले हामीले त्यही खोजिरहेको एकछिन जुन समिति बनिएको छ आफ्नो छानबिन आफैले गर्ने त्यो समितिले छानबिन के गर्ने सफ्टवेयर मार्फत बाँडिएको पैसा कहाँ पुगेछ मेरो भागमा आएन छ कि भनेर छानबिन गर्ने आफ्नो छानबिन आफैले गर्ने भने त्यही होला नि त त्यो पैसाको भागभण्डा मिलेन भनेर छानबिन गर्ने अहिले बन्या त्यो के बन्न खोजे अध्ययन समिति भने त्यस्तो बन्दैछ अनि त्यसलाई स्वीकार्छ राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन मैले जोडिहालेँ काम केही गर्दैन काम के गर्छ भने त्यो भागभण्डामा पैसा कहाँनिर चाहिँ पैसा आएन आफ्नो भागमा चाहिँ भन्ने चिज छानबिन गर्ने खालको छ त्यो समिति धन्यवाद एउटा अहिले पत्रकारहरूमाथि पनि जुन किसिमको गतिविधि भइरहेछ त्यो विषयमा बोल्नुहोस् घोर आपत्ति छ त्यसमा वाक स्वतन्त्रताको कुरा गर्ने एकातिर तर अर्कोतिर फेरि बोलेकै भरमा र सञ्चार माध्यममा बोलेकै लेखेकै भरमा पनि पक्राउ गर्ने काम गरिरहेको छ यसप्रति पनि घोर आपत्ति छ राष्ट्रिय स्वतन्त्र पार्टीले यसमा सशक्त रूपमा प्रश्न उठाएको छ साथीहरू आज विशेष गरी समितिमा उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा केही प्रश्नहरू उठेका थिए सरकारले एउटा यो युएई र नेपाल सरकार बीचको घरेलु कामदार बीचको सम्झौता गरेर लिएर आएको रहेछ त्यो विषयमा सदनमा जसरी माननीयज्यूहरूले प्रस्तुति देखाउनु भयो र नेपाली जनताप्रति चासो देखाउनु भयो त्यो चासो हामीले यस सम्मानित सदनमा पनि राखिदिनुहोस् र हामीले मानव तस्करी विरुद्ध उठाएको छानबिन समितिमा यहाँहरूको पनि एकबद्धता जाहेर होस् तब मात्र नेपाली जनताले न्याय पाउँछन् भन्दै गर्दा त्यहाँ आपत्ति उठाएको हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यहाँ मैले उहाँहरूलाई उच्च स्तरीय न्यायिक छानबिन समितिमा एक ढिका भइदिनु हुन अनुरोध गरेको थिएँ तर त्यसमा आपत्ति उठेको विषयलाई लिएर अतिरञ्जित गरिएको भन्ने मैले सुनेको छु यसप्रति मैले प्रश्न पारिसकेको छु धन्यवाद